बिस्तारै जाँदा पनि गन्तव्यमा पुग्न सकिन्छ भन्ने सन्देश फैलाउने उद्देश्यसहित विराटनगरमा अनौठो स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा ट्राफिक सप्ताह 2082 को अवसरमा विराटनगर विमानस्थलको पार्किङ क्षेत्रभित्र आयोजित सो प्रतियोगितामा मोरङ र सुनसरीका 36 जना युवा मोटरसाइकल चालकले सहभागिता जनाए। 35 मिटरको दूरी सबभन्दा ढिलो समयमा पार गर्नुपर्ने नियम रहेको सो रेसमा मोरङ धनपाल थान 3 का निरज गजदार प्रथम भएका छन्। उनले 1 मिनट 31 सेकेन्डमा उक्त दूरी पार गरेका थिए। सुनसरी बर्जु गाउँपालिका 1 का सृजन कुमार राय 1 मिनट 20 सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थानमा रहँदा सोही पालिकाका राम प्रकाश कामत 1 मिनट 23 सेकेन्डको समय सहित तेस्रो भए। विजेताहरूलाई क्रमशः नगद 8,000, 5,000 र 3,000 सहित प्रमाण पत्र प्रदान गरिएको थियो। पुरस्कार वितरण जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले गर्नुभयो। सो अवसरमा बोल्दै प्रमुख लम्सालले ट्राफिक जनचेतनामूलक सन्देश फैल्याउन कार्यक्रम गरिएको बताउनुभयो। प्रतियोगितामा खुट्टा टेक्न नपाइने, मोटरसाइकल स्टार्ट बन्द हुन नहुने र सन्तुलन कायम राख्दै तय गरिएको दूरी सबैभन्दा ढिलो पार गर्नुपर्ने नियम थियो।